विशेष गरिकन आरपीएस बाइबल कलेज विगतको 25 वर्षदेखि नेपालमा विभिन्न मण्डलीहरूको निम्ति पास्टरी सेवाको लागि पास्टर अगुवाहरू तयार गर्ने काममा लागि परेको छ। आरपीएसमा विद्यार्थीहरूलाई एउटा ज्ञान मात्रै दिने काम गर्दैनौँ, तर हामी एउटा निर्माण गर्ने काममा लागि परेका छौँ ताकि उनीहरूले सम्पूर्ण सृष्टि परमेश्वरको हो र जुनै पनि एरियामा मान्छेको जीवनको जुनै पनि एरियामा जुनै पनि भागमा क्षेत्रमा प्रभावशाली रूपमा जीवन जिउन सक्छ, प्रभाव पार्न सक्छ, अगुवाई गर्न सक्छ भन्ने कुरामा हामी कन्भिन्स छौँ, लागि परेका छौँ। त्यसको साथसाथमा हामीसित भएको टिचर्सहरू म्याक्सिमम अफ देम आर इन्भल्भ इन द फुल टाइम मिनिस्ट्री, जसले आएर आफ्नो ज्ञानको कुरा मात्र होइन तर सेवाका विभिन्न पक्षहरू पनि क्लासरुममा ल्याउने गर्दछन्, जसले गर्दा हाम्रो विद्यार्थीहरूलाई अघिबाट नै सेवाकामा आउने चुनौतीहरूको लागि पूर्व तयारी गर्न मद्दत गर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ। आरपीएसले विद्यार्थीहरूको सर्वाङ्गिक विकास होलिस्टिक डेभलपमेन्टलाई विशेष ध्यान दिएका छ। यस अन्तर्गत पहिलोमा एकाडेमिक डेभलपमेन्ट शैक्षिक विकास, दोस्रोमा स्पिरिचुअल डेभलपमेन्ट आध्यात्मिक विकास, तेस्रोमा फिजिकल डेभलपमेन्ट शारीरिक विकास, र चौथोमा सोशल डेभलपमेन्ट सामाजिक विकास पर्दछ। हाम्रो कलेजमा हामीले सिकाउनको लागि विभिन्न डिपार्टमेन्टहरू छ, जसमा ब्याचलरको डिपार्टमेन्ट छ, एमडिफको अनि एमए इन चर्च म्युजिकको छ। ब्याचलरमा हाम्रो 3टा डिपार्टमेन्ट छ, एउटा ब्याचलर अफ थियोलोजी अनि अर्को ब्याचलर अफ थियोलोजी इन क्रिस्चियन एजुकेसन र ब्याचलर अफ थियोलोजी इन चर्च म्युजिक भनेर हामीले ब्याचलरको लागि 3टा डिपार्टमेन्ट चलाएका छौँ। जो मास्टर पढ्न चाहनुहुन्छ उहाँहरूको लागि एमडिफको पनि व्यवस्था छ र साथै म्युजिकमा मास्टर गर्न जानेहरूको लागि पनि हामीले एमए इन चर्च म्युजिक भनेर गरेका छौँ र हाम्रो विद्यार्थीहरू पढ्दै हुनुहुन्छ। ब्याचलर अफ थियोलोजीको लागि विद्यार्थीहरूले 12 पास गरेको हुनुपर्छ र उहाँहरूसँग 12 पासको सर्टिफिकेट अनिवार्य छ। साथै मास्टरको लागि उहाँहरूसँग ब्याचलरको सर्टिफिकेट हुन अनिवार्य छ र ती सक्षम विद्यार्थीहरू जसले +2 अनि ब्याचलर क्लियर गर्नुभएको छ तपाईँहरूले आरपीएसमा एडमिसन लिन सक्नुहुन्छ। RPS Seminary is a church school. Reformed Presbyterian Seminary चाहिँ एउटा मण्डलीको लागि बनिएको बाइबल कलेज अध्ययन केन्द्र हो। नेपालको अधिकांश क्षेत्रफलहरूमा ख्रिस्ट केन्द्रित मण्डलीको स्थापना हुन र मण्डलीलाई व्यवस्थित रूपले सम्हाल्न अनि फक्रिन दिनको लागि, फलदायी हुन दिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ पास्टर अगुवाहरूको खाँचो अनि पास्टर लिडर्सहरू जहाँ इमान्दारीका साथ बसेर सेवा गर्नुहुन्छ त्यो मण्डली फर्स्ट आउँदछ। अनि पास्टर लिडर्सहरू निर्माण गर्ने काम चाहिँ आरपीएस सेमिनरीको प्रथम जिम्मेवारी हो। अनि यसको लागि हामी बाइबल वचनबाट अध्ययन गर्छौँ, ऐतिहासिक धर्मशास्त्रको खाकाहरूबाट हामी सिक्ने नेपाली मण्डलीको लागि दर्शन कोर्ने कामहरू हामी सेमिनरीमा गर्दछौँ। नेपालको 77 जिल्लामा ख्रिस्ट केन्द्रित मण्डलीहरू स्थापना साथै वृद्धि अनि प्रतिपादनको लागि हामी मण्डली केन्द्रित भएर शिक्षा दिने गर्छौँ। अनि यसको लागि हामी आरपीएस सेमिनरी बनेका छौँ। लाइब्रेरीको बारे भन्नुपर्दाखेरि एकदमै थोरै पुस्तकहरूको सङ्कलनबाट सुरु भएको
हाम्रो आरपीएस पुस्तकालयमा हाल आएर करिब हामीसँग 13,583वटा बुकहरू छन्। अनि यो पुस्तकालयको मुख्य उद्देश्य भनेको यस कलेजमा आएका विद्यार्थीहरूलाई उच्च स्तरको ज्ञान प्राप्तिका लागि सेवा दिनु हो। पुस्तकहरूको सङ्ख्या चाहना गरी जति नभए पनि यो पुस्तकालयबाट काठमाडौँको धेरैजसो बाइबल कलेजका विद्यार्थीहरूलाई पनि सहयोग मिलेको छ। हामीसँग रहेका पुस्तकहरूको वर्गीकरण पनि गरेका छौँ। हामीसँग जेनरल सेक्सन छन्, रेफरेन्स सेक्सन छन्, जर्नल सेक्सन छन्, नेपाली सेक्सन छन्। अल टोटल गरेर चाहिँ हामीसँग 13,583वटा बुकहरू छन् अहिलेसम्म आएर। अनि आरपीएसबाट ग्रेजुएट भएकाहरू साथै अरू बाइबल कलेजका विद्यार्थीहरूको लागि पनि यो पुस्तकालय खुला राखिएको छ। 2018देखि यो पुस्तकालय ओपिसी अनलाइन पब्लिक क्याटलग अर्थात् कम्प्युटरको माध्यमबाट चलिरहेको छ। यो माध्यमबाट पुस्तकालयको सदुपयोग गर्न एकदमै सजिलो छ र आफूलाई चाहिएको बुकहरू किताबहरू छिटोभन्दा छिटो भेटाउन पनि सकिन्छ। यसको मुख्य उद्देश्य चाहिँ हाम्रो विद्यार्थीहरूले पनि राम्रोसँग ठिक कुराहरू पढ्न सकेको होस् भन्ने हो। नेपालमा मण्डलीको वृद्धि सँगसँगै बाइबलीय शिक्षाको खाँचो महसुस गरी यस आरपीएस अथवा रिफर्म प्रेस्बिटेरियन सेमिनारीमा चाहिँ 2014 सालमा क्रिस्चियन एजुकेसन डिपार्टमेन्ट सञ्चालन भएको थियो। यस क्रिस्चियन एजुकेसन डिपार्टमेन्टको मुख्य उद्देश्य चाहिँ नेपालमा रहेका विशेष गरी मण्डलीहरूमा चाहिँ शिक्षा क्षेत्रमा चाहिँ योगदान पुर्याउनु हो। यो चाहिँ ब्याचलर 4 वर्षको ब्याचलर डिग्री हो र यस शिक्षा 4 वर्षको शिक्षा क्रिस्चियन एजुकेसनमा ब्याचलर गरिसकेपछि यहाँका ग्रेजुएटहरू चाहिँ फुल्ली पास्टरल सेवाकाईमा लाग्न सक्नुहुन्छ। साथै चर्चको कुनै पनि सेवाकाईहरूमा उहाँहरू संलग्न हुन सक्नुहुन्छ र यस प्रोग्रामले चाहिँ मण्डलीको शिक्षाको क्षेत्र मात्र नभएर प्राइभेट लोकल स्कुलहरू साथै अर्गनाइजेसनको क्षेत्रमा पनि उहाँहरूले टेवा पुर्याउन सक्नुहुन्छ। र हाम्रो आरपीएसबाट ग्रेजुएट भएर जानुभएका धेरै विद्यार्थीहरू पनि अहिले नेपालको विभिन्न स्कुल, गभर्मेन्ट स्कुल साथै प्राइभेट स्कुलहरूमा पढाउँदै हुनुहुन्छ, सर्टिफाइड टिचरहरू हुनुहुन्छ अनि धेरैजना अर्गनाइजेसन्सहरूमा लिडरसिप रोलमा अगाडि हुनुहुन्छ भने क्षेत्रीय सेवाकाईहरूमा मण्डलीको विशेष गरी शिक्षाको सेवाकाईहरूमा सामेल हुनुहुन्छ। चर्च म्युजिकको बारेमा भन्नुपर्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामीले थियोलोजी र म्युजिकलाई चाहिँ हामी ब्यालेन्स रूपमा अगाडि सिकाउने कामहरू हामी गरिरहेका छौँ। यसलाई अझ थियोलोजिकल एजुकेसन र म्युजिक एजुकेसन चाहिँ सँगसँगै हामीले यसलाई बिल्ड गर्ने डेभलप गर्ने कार्य चाहिँ आरपीएस चर्च म्युजिकले गरिरहेको छ। चर्च म्युजिकले चाहिँ म्युजिक मिनिस्टर्सहरू अनि बिल्ड गर्दैछ, अनि जसले गर्दा चाहिँ आफ्नो मण्डलीमा अनि विभिन्न ठाउँहरूमा चाहिँ आफ्नो म्युजिकद्वारा चाहिँ परमेश्वरको सेवकाईहरू गर्न सक्नुहुन्छ। अनि यदि तपाईँहरू पनि थ्रु म्युजिक एन्ड थ्रु थियोलोजी अनि तपाईँहरू चाहिँ सेवा पुर्याउन चाहनुहुन्छ भने हामी आरपीएस चर्च म्युजिक डिपार्टमेन्ट तपाईँहरूलाई स्वागत गर्न चाहन्छ। बोइज होस्टेल कलेजको एउटा बलियो पक्ष हो। यहाँ होस्टेल 2 परिवार सहित 34जना विद्यार्थीहरू बस्न सक्ने सुविधा रहेको छ। विद्यार्थीको सुविधा र स्वास्थ्यलाई ध्यान दिई स्वच्छ पानी र बिजुली बत्तीको राम्रो व्यवस्था गरेको छ। कलेजको मेसबाट विद्यार्थी र शिक्षक लगायत 70 देखि 80 जनाको सङ्ख्यामा लन्च खाने गर्दछन्। स्वस्थ र स्वच्छ खाना उपलब्ध गराउन कलेज प्रतिबद्ध छ। कलेजको एउटा राम्रो समय भनेको स्पोर्ट्स टाइम पनि हो। विद्यार्थीको लागि यो अति नै महत्त्वपूर्ण
कलेजले ठानेको छ। खेलहरूमा फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, लुडो, क्यारमबोर्ड जस्ता खेलहरू विद्यार्थीहरू खेल्ने गर्दछन्, जसले गर्दा आफूलाई शारीरिक रूपमा, मानसिक रूपमा, सामाजिक रूपमा साथै आत्मिक रूपमा पनि सक्रिय रहने मौका पाउने गर्दछन्।